नमस्ते सबैजनालाई। हाम्रो यस च्यानलमा तपाईहरुलाई स्वागत छ। आज हामी अमेरिकी लेखिका सैन्ड्रा सिस्नेरोसको एउटा अत्यन्तै शक्तिशाली र हृदयस्पर्शी निबन्ध ओन्ली डटर बारे कुरा गर्दैछौं। यो निबन्ध बीबीएस प्रथम वर्षका विद्यार्थीहरूका लागि मात्र नभई हरेक व्यक्ति, विशेष गरी आफ्नो सपना र पारिवारिक अपेक्षाबीच सन्तुलन खोज्नेहरूका लागि निकै प्रेरणादायी छ। यस निबन्धमा सैन्ड्राले कसरी आफ्नो ठूलो परिवारमा एक्लै छोरी भएर हुर्किइन् र लेखनले उनको जीवनमा कस्तो भूमिका खेल्यो भन्ने कुरा बताएकी छिन्। आउनुहोस् यो सुन्दर कथाको गहिराईमा डुबौं। ओन्ली डटर, सैन्ड्रा सिस्नेरोस। सारांश नेपालीमा, सैन्ड्रा सिस्नेरोसको ओन्ली डटर एउटा छोटो तर गहिरो आत्मपरक निबन्ध हो। यस निबन्धमा लेखिकाले आफू कसरी आफ्नो ठूलो परिवारमा, विशेष गरी 6 भाइहरूका बीचमा एकमात्र छोरी भएर हुर्किइन् र त्यसले उनको जीवन तथा पहिचानमा कस्तो प्रभाव पार्यो भन्ने कुरा व्यक्त गरेकी छिन्। यो निबन्धले पारिवारिक अपेक्षा, लैंगिक भूमिका र साहित्यको शक्तिलाई उजागर गर्दछ। लेखिका आफ्नो परिवारमा 6 भाइहरूकी एक्लै बहिनी हुन्। उनको बुबालाई सधैँ छोरीभन्दा छोराहरूको महत्त्व बढी लाग्थ्यो, किनभने उनीहरूले परिवारको नाम राख्न सक्छन् र भविष्यमा व्यापार सम्हाल्न सक्छन् भन्ने उनको बुझाइ थियो। लेखिकालाई उनका बुबाले साथी पाउन नसकेको वा छोरा नभएको जस्तो ठान्थे। यसकारण परिवारमा उनको स्थान र महत्त्वलाई सधैँ कम आकलन गरिएको थियो। 6 भाइहरूका बीचमा एक्लै छोरी भएकाले सैन्ड्राले सधैँ एक्लोपन महसुस गर्थिन्। उनका भाइहरू उनीसँग खेल्न चाहदैनथे, किनभने केटीहरूसँग खेल्नुलाई उनीहरूले कमजोर भएको सोच्थे। उनको खेलौनाहरू पनि भाइहरूले भाँच्दिन्थे। यसरी उनी आफूलाई परिवारभित्रै पनि एक्लो र अलग्गै भएको महसुस गर्थिन्। यही एक्लोपनका कारण उनले आफूलाई पढाइमा र लेखनमा बढी समय दिन थालिन्। लेखिकाको बुबा चाहन्थे कि उनका छोराहरूले उच्च शिक्षा हासिल गरून् र राम्रो जागिर खाउन्। छोरीको हकमा भने उनी चाँडो विवाह गरेर घरबार सम्हालेको हेर्न चाहन्थे। बुबाले सैन्ड्रालाई विश्वविद्यालय पठाए पनि उनको उद्देश्य छोराछोरीलाई शिक्षित बनाउनुभन्दा पनि राम्रो श्रीमान फेला पार्न मद्दत गर्नु थियो। यसरी बुबाको अपेक्षा र छोरीको सपनाबीच ठूलो खाडल थियो। सैन्ड्रा भने लेखिका बन्ने सपना बोकेकी थिइन् र साहित्यमा नै आफ्नो भविष्य देख्थिन्। आफ्नो एक्लोपन र परिवारबाट पाएको बेवास्ताका कारण सैन्ड्राले लेखनलाई नै आफ्नो साथी बनाइन्। उनी आफ्ना भावना, विचार र अनुभवहरू लेख्न थालिन्। लेखन उनका लागि आत्मपहिचान खोज्ने र आफ्नो आवाज व्यक्त गर्ने माध्यम बन्यो। उनले मेक्सिकन अमेरिकी समुदायका महिलाहरूको अनुभव र कथा लेख्न थालिन्, जुन त्यो समयमा साहित्यमा बिरलै पाइन्थ्यो। लामो समयसम्म लेखिकाका बुबाले उनको लेखनलाई खासै वास्ता गरेनन्। उनले सैन्ड्राका लेखहरूलाई बेकारको गफ वा मनगढन्ते कुरा भन्थे। तर एक दिन जब लेखिकाले स्पेनिस भाषाको एउटा पत्रिकामा आफ्नो लेख प्रकाशित भएको देखाइन् र त्यो बुबाले बुझ्ने भाषामा थियो, तब बुबाको आँखामा गर्वको चमक देखियो। बुबाले त्यो पत्रिका आफ्ना आफन्तहरूलाई देखाउन थाले। यो नै लेखिकाका लागि सबैभन्दा ठूलो सफलता थियो। बुबाको त्यो सानो स्वीकृतिले उनको वर्षौंको मिहिनेत र सङ्घर्षलाई सार्थक बनायो। ओन्ली डटर निबन्धले केही महत्त्वपूर्ण सन्देशहरू दिन्छ। लैंगिक विभेद, परिवार र समाजमा छोरा र छोरीबीच हुने विभेद, एक्लोपन र सृजनशीलता। एक्लोपनले कसरी व्यक्तिलाई सृजनशील बन्न प्रेरित गर्छ। पारिवारिक अपेक्षा, परिवारका सदस्यहरूको एक आपसमा हुने फरक अपेक्षा र त्यसले पार्ने प्रभाव। साहित्यको शक्ति, साहित्यले कसरी व्यक्तिको आवाज बन्न सक्छ, पहिचान दिन सक्छ र समाजमा परिवर्तन ल्याउन सक्छ। पितृसत्तात्मक समाज, पितृसत्तात्मक समाजमा महिलाहरूको सङ्घर्ष र आफ्नो स्थान बनाउने प्रयास। अन्त्यमा ओन्ली डटर, सैन्ड्रा सिस्नेरोसको सङ्घर्ष, लेखनप्रतिको समर्पण र अन्ततः आफ्नो बुबाबाट पाएको सानो तर महत्त्वपूर्ण स्वीकृतिको कथा हो। यो निबन्धले हरेक विद्यार्थीलाई आफ्नो सपना पछ्याउन, आफ्नो आवाज उठाउन र परिवार तथा समाजका परम्परागत धारणाहरूलाई चुनौती दिन प्रेरित गर्दछ। अन्त्य, आशा छ सैन्ड्रा सिस्नेरोसको ओन्ली डटर निबन्धको यो विस्तृत सारांशले तपाईहरूलाई यसको गहिरो अर्थ र महत्त्व बुझ्न मद्दत पुग्यो। यो निबन्धले हामीलाई लैंगिक समानता, आत्मपहिचान र सपना पूरा गर्नका लागि गरिने सङ्घर्षको महत्त्व सिकाउँछ। सैन्ड्राको कथाले हामीलाई यो पनि देखाउँछ कि कहिलेकाहीँ हामीले सबैभन्दा बढी चाहेको स्वीकृति नजिकका मानिसहरूबाट आउँछ। यदि तपाईलाई यो भिडियो मन पर्यो र उपयोगी लाग्यो भने कृपया लाइक गर्नुहोस्, आफ्ना साथीभाइहरू र बीबीएस प्रथम वर्षका विद्यार्थीहरूसँग शेयर गर्नुहोस् र यस्तै ज्ञानवर्धक सामग्रीका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोस्। तपाईका कुनै प्रश्न, टिप्पणी वा सुझाव भए कमेन्ट बक्समा लेख्नुहोला। हामी तपाईको प्रतिक्रियाको प्रतीक्षामा हुनेछौं। अर्को भिडियोमा भेट्नेछौं। तबसम्मका लागि धन्यवाद र नमस्ते।